आज चाहिँ गाइज होइन कलेजबाट आउने बित्तिकै यस्तो खायो गाइज होइन, तर यस्तो खाने बित्तिकै उस्तो काम चाहिँ गरिहाल्नु पर्ने। हेलो नमस्ते हजुरहरू, सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अहिलेसम्म म एकछिन बचिरहेको छु। फेरि पनि हजुरमा आजमा आइसकेको छु नयाँ मिनी ब्लग लिएर गाइज अनि आज रहेको छ मेरो डे 200 मिनी ब्लग च्यालेन्जको 180। आज चाहिँ ठिक्क टाइममा उठेर टक्कसँग जुत्ता सुत्ता लगाएँ अनि पेन्ट सर्टहरू पनि सबै लगाएँ गाइज। मैले चाहिँ टाई अनि आइडेन्टिटी कार्डहरू पनि सबै लगाइसकेको अनि टक्क हजुरलाई चाहिँ मेरो मिनी ब्लग कस्तो लाग्छ सबैले एउटा छोटो मिठो कमेन्ट गर्नु। मैले चाहिँ लुगा सुगा लगाएर पनि टक्कसँग रेडी भइसक्यो अनि टक्क ब्याग स्याग बोकेर म चाहिँ लागिसकिसक्यो गाइज होइन कलेजतिर। सबैलाई बाई बाई। कलेजबाट बाटोतिर टक्क आउँदै गरेको भिडियो बनाउनु भन्छु गाइज होइन, कस्तो बिर्सिहाल्छु क्या। आज चाहिँ गाइज होइन टक्क जान सक्नुहुन्छ कलेजबाट आउने बित्तिकै यस्तो थुक्पा चाउचाउ अनि अर्को जान सक्नुहुन्छ मोमो खाएको गाइज होइन। यो किन खाएको चाहिँ गाइज म एकैछिन भनिहाल्छु। किन खाएको भने चाहिँ गाइज होइन टक्क चाहिँ भात मात्रै पकाएको छ अनि टक्क त्यति खाएर जान सक्नुहुन्छ तरकारी पकाएर। त्यसैले मैले चाहिँ गाइज होइन बल्ल बल्ल तरकारी पनि पकाएँ गाइज। खाना पकाउनु त गाइज ठिक ठिकैको, तरकारी पकाउनु गाइज यति झ्याउ हुन्छ है गाइज होइन। हजुरहरूलाई झ्याउ लाग्छ लाग्दैन गाइज कमेन्ट गर्नु, टक्क जान सक्नुहुन्छ तरकारी पनि पाइसकिसक्नु टक्क अब चाहिँ खाना खानुपर्ने गाइज होइन। आज चाहिँ गाइज चाहिँ टक्क भान्जाको बर्थडे अनि दिउँसोहरू चाहिँ भान्जा खाइरहेको थिएँ अनि टक्क मैले जान सक्नुहुन्छ भान्जा चाहिँ यति धेरै पैसा दिएँ भनेको त गाइज, तर होइन यो चाहिँ मैले चाहिँ गाइज होइन भान्जाको बर्थडे विस गरेको छु। सबैले गएर कमेन्टमा ह्यापी बर्थडे भान्जा लेखिदिनु होला गाइज होइन। अनि यति भन्दै आजको मिनी ब्लग कस्तो लाग्यो, राम्रो लाग्नु लाइक सब्सक्राइब फलो गर्न लाग्नु।